चुप चुप रुनी ल सानीमाले छोरोलाई कपडा लगाइदिँदै छिन् दुध खुवाएन गाजन ल बाई गरिदिउ हेर छन् मलाई खुसी कि ल बाई गरिदियो बाई हेरियो बल्ल हेर बिना जस्तै चिन्के काटीकुटी ल बाई भन हेर नि त साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल म पनि एकदम मजाको छु र आज म जाँदैछु दिदीलाई भेट्न अहिलेको सिचुएसन यस्तो छ आफै यस्तो हालत हस्पिटल जाँदैयो म सबै कराउनु भयो आफ्नै हालत त्यस्तो छ के जानु पर्यो बरु जन्मेपछि जाउली भनेर म नटेरी कमर फस्ने मेरो पनि स्किन छ लुम्बिनी हस्पिटल अब भित्र जान्छौँ दिदी कहाँ हुनुहुन्छ थाहा छैन सबै बच्चाको कपडा किन्दै अब हाम्रो कति बेला किन्ने थाहा छैन दिदीहरूको सिचुएसन के कस्तो छ कपडा कति बेला किन्ने हामी चाहिँ मित्र त्यही त भन्नु त मैले मलाई चेक गर्न आउने भनेर त्यही गेटमा भन्नु हस्बेन्ड भन्छु मैले नमस्कार के छ चेकअप भयो कस्तो ठिकै छ हस्पिटलमा छ दिदी त्यस्तो छ मम्मीले फोन गर्नु दिदी खबर यस्तो छ हालत दिदीको फाइनल्ली आयो दिदी चाहिँ बल्ल स्टार्ट कतिखेर के छ के छ खबर यसो बाहिर निस्के हामी नानीले क्यारी नानी भाइले आउँछु म रोज र ठ्याक्क बहिनी आइज नि क्यार्ने के मैले त्यही भन्दै नानीले भाइ आउँछिन् भन्दै बस्दै गरेँ जे होस् राम्रो होस् त्यही हो हाम्रो कल्पना हामी हिँडेकोमा यति चेकअप गर्दाखेरि त्यहाँ 3 जना भयो सानीमा म दिदी 3 जनालाई बस्न दिन्न कि त्यही भएर बाहिर निस्किनु पर्यो भरे
आज जन्मेर भेट भएर जान त पाए त हुन्थ्यो। म फेरि आइराख्न पाउँदिनँ यस्तो अवस्थामा। हे प्रभु सबै राम्रै भइदियोस्। 1-2 बजिसक्यो कि 2 बजिसक्यो 1:30 भइसक्यो अहिले। हेरौँ अब कस्तो हुन्छ। म किन यता उता हिँडेँ आफैले ठिकै छ। यो रुमबाट ठ्याक्कै यो रुममा लेबर डेलिभरी रुम यहाँबाट ठ्याक्कै कति बेला आउँछ भन्दै कुरिराख्ने। यहाँभित्र जान त पाइन्छ, यहाँ जान पाइँदैन नि त। पाली त्यहाँ बाहिर बसेर कुरेको गरेको थियौँ। 8 बजी हो। आज कति बज्ने थाहा छैन। आइसकेपछि प्रभु भेट भएर जान पाइयोस्। म आउन पाउँदिनँ, मलाई टेन्सन पर्यो। नयाँ मान्छे सानो मान्छेसँग भेट कति बेला होला जस्तो हुन्छ। क्यारम खै यहाँ यसरी बसेँ हम दिदीलाई भित्र बेथला। मैले त भिडियो हेर्न सकिनँ। राम्रो दिदीले यता रुममा ल्याइसकेछ। म गएँ यस्तो सकस बुनु त्यही बस्नु आइज। हामी यहाँ बाहिर वेटिङमा। भित्र गइसक्यो भयो। फाइनल्ली अब हातमा आउँछ। बोलाए अब हातमा आउँछ। के आउँछ थाहा छैन। सुपर एक्साइटेड। मेरो यहाँ मुटुको चाले दिन्छ स्पिडले दौडिरह। भएन अझै अझ भएको छैन। बाहिर बस्यो। नाति केमा चुप रुनी माथि छ झोलाहरू अलि नाम लाउनु। ब्यागहरू होइन होला केहरू बेडमा भएको लिएको क्या ल्याएको ल्या छैन र त्यहाँ लुग्रो सानो छोरो आइन्। कति क्युट छ नि सानो। यहाँ सानीमाले कपडा लगाइदिँदै हुनुहुन्छ। बुनु नरौ ए भिनाजु जस्तै छिन् क्या काटी कुटी पुरै भिनाजु भनिसिन आज नक्कली कोही त मुख हेरिन्छ के अरे पैसा खोइ मुख पनि हेरिन्छ नि बिर्सेर। हामी त हस्पिटल आएकाले त बरे यहाँ कति रुपियाँ भेटिने हो है। ल 20 रुपियाँ भेट्यो। छोरो लौ तिमीलाई पहिल्यै सुरु पैसा छोपन्न हात राख्दिन हुन्न भन्छ नि। ल एबी मुठी पारेको हेर त पैसा भनेपछि त ल यो चाहिँ नक्कली। सानो मान्छे बसेर यहाँ माथि चढेर बसेर लगाइदिनु न। अङ्कलले यहाँ मुख हेर्दैलाई सानो भाइले ल मुख हेरिसिन्। ल हेर्नु भएको छ। ल छोपा पैसा छोपा। सानीमाले 20 रुपियाँ दे छुची सानीमाले। ल छोपा। ल जाडो भयो बिचरालाई। ल नक्कली ये चाहिँ नक्कली आयो कि उहाँ बहिनी कति आदि दिदी कति अबि नरुनुहोस् हुँदैछ। मम्मी
को छोरी रुनु भएको नौनुस पैसी सामान समातेर राख्नु ल सानीमा ल सानीमाले छोरोलाई कपडा लगाइदिँदै छिन् दुध खुवायो नि खाँदैन भोक लागेर हो कि अनि सानो भोक लागेर ढाकिन्छ कि यहाँ बाउ छोराको कुराकानी चल्दैछ हजुर 3 बजे 3:15 हजुर छोरी यहाँ कराइसिन् गरिसिन् खाना खोजिसिन् कति भोकाइसिन् हो दिदी हुनुहुन्छ ल आइयो छोरो पाइयो आफ्नो ख्याल गर्नलाई सानी छोरी एकदम क्युट सिन या उल्टे होइन कि मोबाइल एकदम राम्रो छ आफ्नो ख्याल गर्नु म जान्छु ल थ्याङ्क यू भेट भइहाल्छ कुरा भइहाल्छ ल हामी निस्किन्छ मास बाई गरिदेऊ कसो बाई गर्ने ल बाई गरिदिउ हेर छन् मलाई कसरी हेरी ल बाई गरिदियो बाई हेरिग्यो बल्ल हेर बिनाजु जस्तै चिन्के काटीकुटी ल भाइ भन हेर नि त दिदी मटन सुप खानु ज्यान बनाउनु हामी हेरियो ल अवस्थामा दिदीलाई छोडेर जान पर्यो केरामा आफ्नै अवस्था त्यस्तै भएर ल बाई आफ्नो ख्याल गरे ल दिदी ल गइयो के ल सानो छोरो आछिन् हामी गइयो ल बाई यो दिदीले खाना खाँदै हुनुहुन्छ यस्तै हो बेड बसी सुत्न गाह्रो हुन्छ हामी चाहिँ निस्क्यौँ कता जानुभयो सानीमाको रिपोर्ट लिन ब्लड रिपोर्ट हेर त्यता हजुर सबै काम एकैचोटि परेको म निस्केँ ज्वाइँ राजा चाहिँ यहीँ बस्नुहुन्छ म माइक्रोमा जाने होला घर माइक्रोमा जाँदै लाइट बाटो बनाउनु लगाएको रहेछ यति बेर भयो जाम परेको आधी घन्टा हुन लाग्यो होला जाममा बस्नु कति बेला मलाई हत्तुर लागिसक्यो 6 बजिसक्यो मुर्गियातिर आने खेताती भन्नेतिर यस्तो छ ओके साथीहरू आजको डे सुपर से ऊपर सोचे भन्दा नि अझै धेरै राम्रो भयो होइन मेरो अवस्था यस्तो दिदी सुत्केरी हुनुभयो म त्यति सुत्केरी फाइनली घर पनि आइयो होइन दिदीलाई सुरुमा जाने बेलामा त ए प्रभु आफ्नै त्यस्तो अवस्था किन नभएर सुन्दाखेरि मलाई यस्तो भयो थियो अन्त मलाई चाहिँ गाह्रो हुन्छ भनेर हुन त गाह्रो मलाई जो हुन्छ थाहा तर पनि यस्तो हुन्छ नि त जति बेला पीडा भयो त्यति बेला जान नपाए त जन्मेपछि गरे के काम जुन पीडामा सामेल हुन अब आफ्नो मान्छे त पीडामा भयो भने आधा दुःख कम हुन्छ नि त अनि जे पारे पर्छ भनेर म आफ्नो रिक्स आफै लिएर हामी आज गएको थिएँ
जेस राम्रै भयो सोचे भन्दा पनि। अनि गयो त्यतिसित भेट भयो। अनि यस्तो हुन्छ नि दुःखमा आफ्नो मान्छे भयो भने कस्तो आनन्द फिल हुन्छ नि त। जे भए पनि हो ठिक छ यो छ भन्ने हुन्छ नि त। अनि त्यसपछि गयो अनि बस्यो। अब सबै नर्मल भयो। बाबु छोरो 4 किलो 100 ग्राम 4 किलो 100 ग्रामको बच्चा मैले फर्स्ट टाइम देखेँ। अनि त्यसपछि नर्मल भयो सबै राम्रो। अब सुत्केरी हुँदाको पीडा त व्यथा त अब सहनै पर्यो के गर्ने। सहेर पनि जोस् नर्मल भयो। पहिला नानी अहिले बाबु एकदम राम्रो भयो। त्यही नै हो। बाबु पनि ठिक छ। पहिला त बाबुलाई नि आइसियुमा राख्नु पर्यो निकाल्ने बित्तिकै। अनि बाबु ठुलो भयो भनेर सास फेर्न गाह्रो भयो भनेर आइसियुमा लिएर जानु पर्यो। अनि के कस्तो हुने हो जस्तो हुने रहेछ सुरुमा। अनि त्यसपछि आधी घन्टा राखेर आधी पौने घन्टा जति राख्यो होला। अनि त्यसपछि राखेर अनि बाबु ठिक छ नर्मल छ भनेर कपडा लगाइदिने यता दुध चुस्ने गर्ने दिदीले खाना खाने सबै कुरा गर्नुभयो। अनि त्यसपछि अब मेरो आफ्नै अवस्था यस्तो बस्नु त गाह्रो हुन्छ नि त। राति अहिले गरेर आएको थिएँ यस्तो भयो गाह्रो भयो। जिउस जान पाउनु कि भन्ने टेन्सन परेको थियो। गएर जन्माएर मैले त अहिले जन्माएको दिदीले त्यही पनि जन्मेर बाबु छोरो साँतेर पनि आइयो। त्यही नै लगाइछ हाम्रो दिदी एन्ड बिनाजु एन्ड पौडेल एन्ड काफले फ्यामिलीलाई धेरै धेरै बधाई तथा शुभकामना भन्न चाहन्छु। त्यही नै हो। अब के भनौँ यति नै भन्छु। भिडियो धेरै लामो भयो होला। अब आफ्नो पाला आउँदैछ। म के बोलिनँ यहाँ भन्दा आजलाई यति नै भन्न चाहन्छु। भोलि डिस्चार्ज गर्छ होला। हेरौँ आउने बेला फेरि त्यो माइक्रोमा जाममा परेर मलाई यस्तो थियो। माइक्रोमा आउनु पर्यो नि त जहीँ बस्नुभयो। अनि त्यसपछि यस्तो जब थियो नि। त्यही नै साथीहरू भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट एन्ड च्यानल सब्सक्राइब गर्नु होला। अब सुत्केरीका भ्लग आइ नै राख्छन्। त्यही नै हो। हस् यति भन्दै बाई गुड नाइट। आई लभ यु टेक केयर।